हलमा यो कति वर्ष जति भयो होला यो गाडीको त्यो बेलाको इँटा अहिलेसम्म पृथ्वीनारायणको ससुराली नै हो यो को चाहिँ ससुराली अनि यो इँटाको त तपाईँको डेट त 200-300 वर्षमा त यस्तै अझै यस्तै छ त अचम्म मान्छे छिर्दैन होला त्यहाँ पुरै 200 वर्ष पुरानो ठाउँ रहेछ यहाँ हाम्रो बलबहादुरजी चाहिँ भित्र पसिसक्नु भएको छ अजिङ्गर होला बुढा अजिङ्गर आउँछ फेरि अहिले लगाइ हेर्नु होला यो मकनपुरको गढी दरबार डाँडै हो दरबार डाँडा ल दरबार डाँडा यो ठ्याक्कै यहाँ एउटा ऊ माथि फेरि अर्को दरबार यस्तो छ है गाइज राजाको चाहिँ यो बस्ती पृथ्वीनारायण शाहको चाहिँ ससुराली पऱ्यो ससुराली अहिले चाहिँ यस्तो रहेछ यो ठाउँ अब यसलाई पुनर्निर्माण चाहिँ भएको छैन रहेछ यो अब पहिला जस्तो थियो अहिले यस्तो भत्किएर चाहिँ यस्तो भइसकेको रहेछ ल हाम्रो नेपालमा यस्तो पनि रहेछ नि त यस्तो गुफा पुरै यहाँबाट चाहिँ भित्र छिर्ने ठाउँ सुरु लगाइसकेर त यहाँ भित्र त्यो गुफा पनि यहाँभित्र त मान्छे बस्ने ठाउँ यो चाहिँ पहिलाको सैनिकहरू हिँड्ने ठाउँ होला कि यहाँ होला होला बङ्कर बङ्कर बाङ्ला मैले बङ्कर यो बङ्करै हो कि यो ल यो चाहिँ पुनर्निर्माण चाहिँ हुनुपर्ने ठाउँ रहेछ यो गाइज ल ल हेर्नुहोस् ल यस्तो छ ठाउँ मकनपुर बसेर हेर्नु नि एकदम उता दायाँ बायाँ छाङ्गै देख्छ सर्लकै देख्दो रहेछ छिर्राउ मजाले हिँड्दा रहेछ त अहिले पनि ए यहाँ ल्याएर बजी डाङ्री भयो सिगोले वासी दायाँ बायाँ देख्ने रहेछ नि त दायाँ बायाँ वासी ओजो सिगोले अजिङ्गर आउला दाइ छैन छ्याङ छ्याङ छ छ्याङ छ्याङ दिँदैछ भने दुईतिरै है त्यो के बनाएको होला त्यो